यहाँको त पुग्दो रहेछ हौ। हेर त यहाँ आइज चोइ 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 भन्नु ढाक्छ है यिनीहरू। चो 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 यस्तो हुँदैछ कुकुर। यस्तो अहिले उठ्यो हाम्रो भुकेको हौ। आइज ताल 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 यल्ला सुरा ताल 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 माफी ताल 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 बाबु ताल 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 सुरा सुरा ताल यल्ला भनेर नै बुझ्छ। चुप लागेको ताल हो रहेछ होइन। चोइ 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 भनेर चाहिँ भुकेर मारिहाल्छ यसले त। यस्तो छ कुकुरहरू यहाँ। यो भत्तो कुकुर यो खाद्य कुकुरहरू है यिनीहरू सबै लोकल यहाँ चाहिँ। चोइ 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 यसो गर्नुपर्छ भाग्छ। सुता यस्तो छ कि गर्मी हुन्छ यहाँ माटो खनेर यसरी। यहाँ त जहिले पानी आउँछ नि त बिहान दिउँसो बेलुका टाइम टाइममा पानी आउनु खोज्छ। चिसो हुँदो रहेछ अनि यसरी भुतालेर सुत्छ। अब यिनीहरूलाई म जिस्काउँछु है। ए भागेको हेर अघि भुक्दै थियो भाग हेर अझै अघि चाहिँ यता कुकुरसँग एकछिन जिस्क्यो खेल्यो। अब यहाँ सागको तरकारी खानु पऱ्यो भनेर साग खोज्न आएको। हाम्रो क्याम्प नजिकै चाहिँ एकदम सागको डिलर आलु प्याजहरू छ कि। अनि यसरी साग ताजा ताजा सागहरू यतैबाट पाउँछ। अनि यो सागहरू चाहिँ लाने हो खाने हो। यो मिलाएर त्यो कुन साग खाने अब यो साग खाऊँ कि आज। यो लट्टे सागहरू यसरी आएको। लट्टे सागै हो कि यो लट्टे नै जस्तो लाग्छ।